युरोपमा अमेरिकामा विकसित मुलुकहरुमा पीआर ल्याएर बसेकालाई त्यहाँबाट भोट हाल्ने व्यवस्थाका बारे वकालत गर्ने जायज तर्क हो यो। अनि उम्मेदवार पनि दुईटा पासपोर्ट भएका डुअल सिटिजनशिप हुने चाहिन्छ रे। हामी त्यसैमा हामी लागेका छौं। जबकि गल्फमा मिडल इस्टमा सिजनल वर्करको हिसाबले नेपाली पासपोर्ट होल्ड गरेर गएको कोही नेपाली दाजुभाइ दिदीबहिनीहरुको लाई चाहिँ यो सुविधा हुनु नहुने अनि उनीहरुलाई चाहिँ जीमेलको आईडीबाट भोट जुमको आईडी जस्तो गरी भोट हाल्न दिन पाउनु पर्छ भन्ने पनि तर्क हुन्छ। ए जुममा हाल्ने हो भोट। एउटा जुमको आईडीले राष्ट्रिय स्वाभिमानलाई कहाँ लान्छ भन्ने कुरा हेर्नु पर्दैन एकजना देशभक्त नागरिकले। अनि जुमको आईडी जस्तै हुन्छ भोट हाल्ने आईडी।